लाज पनि लजाएको छ। यहाँ लुगा लगाएर पनि नाङ्गै हिँडे जस्तो गरी प्रतिपक्षमा रहेर आवाज उठाउँदै गर्दाखेरि जनताले नजिक बढ्न निहालेका छन्। 37 वर्षको राजनीतिक अभ्यासमा यहाँले कति नेपाली जनतालाई भूमिहीन बनाउनु भयो, कति नेपाली जनतालाई सुकुम्बासी बनाउनु भयो र कति नेपाली जनतालाई सार्वजनिक जमिन हडप्न बाध्य बनाउनु भयो। विगतको 37 वर्षमा कतिवटा भूमि आयोग बने होलान्, कति नेपाली नागरिक भूमिहीनबाट उन्मुक्ति पाए त? यो प्रश्न आज ती नेपाली जनताले सोधिरहेका छन्। यहाँले स्थापना गरेको यो व्यवस्थामै रहेर यो व्यवस्थाको उन्नत अभ्यास गरेर सुशासन कायम गर्छौं भनेर वाचा गरेका थियौं। यसको अभ्यास सरकारले सुरु गरेको कुरा यहाँले अनुभूति गरिराख्नु भएको छ। सार्वजनिक खरिद ऐनलाई सुधार गर्ने, राष्ट्रिय परिचय पत्र एनआईडी मार्फत एकीकृत रियल टाइम डेटा भेरिफिकेसन सेवा सुचारू गर्ने र सुशासन प्रवाह गर्ने कुराको त वाचा गरेकै छ। कयौं कुराहरू छुटेका भनेर यहाँहरूले खबरदारी गर्दै गर्दाखेरि ती यस्ता केही कुराहरू छुटेका रहेछन् र राष्ट्र निर्माण प्रक्रियामा जनताको पक्षमा समेटिनु पर्ने रहेछन् भने यो सरकार त्यस्ता कुराहरू समेट्नको लागि पनि पछि पर्दैन। यहाँहरूको रचनात्मक सुझावको लागि सधैँ अपेक्षा गर्छ। त्यसकारण त यहाँहरू अनुभवले खारिएको हुनुहुन्छ। हामी नैतिक सोच, नैतिक धरातल र दृढ इच्छा शक्ति लिएर आएका छौं। यो पुस्ताको ज्ञान र यहाँहरूको अनुभव सँगसँगै मिलाएर देश निर्माण गर्ने बाटोमा अगाडि बढ्न अब किन हिचकिचाउने? माननीय सभामुख महोदय, सबैभन्दा महत्त्वपूर्ण विषय त संविधानले प्रदत्त गरेको मौलिक हकको धारा 40 ले सुनिश्चित गरेको भूमिहीन र दलित लागि जमिनको हक, भूमिहीन दलित मात्र होइन, सोबासी, सुकुम्बासी, अव्यवस्थित बसोबासी र सम्पूर्ण भूमिहीन नेपाली नागरिकलाई एकचोटि भूमि माथिको अधिकार सिर्जना गर्न सक्ने थियो संविधान यहाँले नै तयार पारेको। त्यसको मर्मलाई बुझेर त्यसको दफा 18 मा उल्लेखित गरेको छ, सुनिश्चित गरेको छ र संविधानको धारा 40 को उपधारा 6 मा आवासका लागि सुनिश्चितताको विषय जसरी यहाँ तय गरिएको छ, मौलिक हकमा तय गरिएको छ, त्यसलाई पनि आत्मसात गर्दै यही नीतिता कार्यक्रमको बुदा नम्बर 69 मा एकचोटि हेरिदिन म अनुरोध गर्न चाहन्छु। सरकारले भूमिहीन, सुकुम्बासी र नदी किनारमा अव्यवस्थित बसोबास, जोखिमयुक्त बसोबास गरिराख्नु भएकाहरूलाई व्यवस्थित गर्दै गर्दाखेरि यहाँले जुन रोदन देखाउनु भएको छ, विरोधको लागि विरोध प्रकट गर्नु भएको छ, म एकचोटि विगतलाई फर्केर हेर्नको लागि अनुरोध गर्न चाहन्छु। यो सम्मानित सदन मार्फत यहाँलाई अनुरोध गर्न चाहन्छु। 37 वर्षको राजनीतिक अभ्यासमा यहाँले कति नेपाली जनतालाई भूमिहीन बनाउनु भयो, कति नेपाली जनतालाई सुकुम्बासी बनाउनु भयो र कति नेपाली जनतालाई सार्वजनिक जमिन हडप्न बाध्य बनाउनु भयो। आज पहाडका ती ठुल्ठुला फाँटहरू, ती सबै पहाडहरू आज रित्दै गर्दा र त्यहाँ जंगलीकरण हुँदै गर्दाखेरि ती नागरिकलाई बाध्य पारेर शहरका खोला किनारमा ल्याउने काम कसले गरेको हो? विगतको 37 वर्षमा कतिवटा भूमि आयोग बने होलान्, कति नेपाली नागरिक भूमिहीनबाट उन्मुक्ति पाए त? यो प्रश्न आज ती नेपाली जनताले सोधिरहेका छन्। माननीय सभामुख महोदय, प्रतिपक्षी दलका नेता, पूर्व प्रधानमन्त्रीज्यू र ठुला दलका विशिष्ट नेताहरू जो आज यस सम्मानित सदनमा उहाँलाई सँगसँगै लिएर अगाडि बढ्न सकेनौं,